Katandesh. के छ हो सल्लाह दाइ रे के हो सल्लाह दाइ भने सल्लाह दाइ भनेको सल्लाहकार भनेको होला ठिक छ भाइ सल्लाह लिन आउँदै गर्नु फुल है फुल गुड बोय बर्गर भइसक्यो होइन होला आज क्याब चेक हुन्छ है फेरि एकछिन क्याब चेक ल्याइदिन्छु म क्याब मेरोबाट बजाउन पर्यो सिके हुन्छ स्पिकर कनेक्ट क्याब चेक कनेक्ट हान्नु न हिजो चार्जै थिएन 800 लाग्छ फेरि चार्ज यसको म आएदेखि चार्ज लागेको थाहा छैन यो क्याब चेक एपिसोड 4 है EP4 2025 को होइन सबै टोटलै डङको एपिसोड 1 थियो होला होइन छैन यस गुड आइडिया जेम्सीको हानौँ ल क्याब चेक होइन त बेस्ट अप्सन ल जेम्सीको हानौँ ल हान्दिउँ न त ल झोलामा झप्सको क्याब चेक हान्ने हो ल हान्दिउँ कुनको अरे हाँ कुनको अरे जेम्सीको कुन गीत झोलामा त्यो लन्डन त्यो जुन चलेको छ त्यही हान्दिउँ न एम्स्टरड्याम हान्दिउँ न त्यही एम्स्टरड्याम हान्दिउँ ल अलिक चले गीत एकछिन रोक एकछिन मान्छे आउ ल है त टाइटल लेखिदिन्छु क्याब चेक जेम्सी ओइ रिगी तिम्रो मैले यस्तो माया टोक्ने हावा न्युज देखेको छु तिमीले नेपालमा कसैको गीत सुन्दैनौ रे मजी झोलाको लाइभमा गएर तिमीले खै यहाँ आऊ तिमी क्याब चेक त म तिम्रो लाइभ आज रिगीकै हान्छ क्या क्याब चेक रिगीले पो तता तता पाएर त कसैको गीत सुन्दिन माया टोक्ने नेपालमा झोला यबी अनि माया टोक्ने खै सम्बाडी कसको ए जेम्सी झोला यबी जेम्सी ए त्यस्तो मलाई स्क्रिन रेकर्ड आइरहेछ के एक्सप्लेन गरे यहाँ केटाहरूलाई मेरो फ्यानहरूलाई एक्सप्लेन गरे नजिक छ के त्यस्तो नहुनु चित्त दुख्छ के आज आएर त्यस्तो हान्दिएको रिगीले सँगै बसेर सुनेको होइन हाम्रो गीत मुजी आज आएर त्यस्तो उतै होइन यहीँ बाहिरै छ म्यारी ऊ यहाँ गेटको बाहिर छ म्यारी खानै खाइसक्यो त्यसले खानाहरू खान्छ क्या त्यो दिदीहरूले हालिदिएको माया अब त्यो भन्नु पर्दैन तिमीलाई थाहा छ अरे हावा फेरि नबोल तिमी मसँग कट्टी रिगीसँग कट्टी तिम्रो त म हान्दै क्याब चाहिँ क्या रिगी म त तिमीसँगबाट कोल्याब त गर्दिनँ म साँच्चीकै म तिमीसँग कोल्याबै गर्दिनँ कहिले पनि तिमीले मेरो गीतै त सुन्दैन रहेछौ के कोल्याब गर्नु तिमीसँग क्याब सेलमा छ अरे छैन सेलमा ल हान्दिउँ क्याब चाहिँ रेडी गर जेम्सको गीतबाट एम्स्टरड्याम कुन ब्रेक रिमिक्स एउटा सङ सजेस्ट गर्छु क्याब चेक गर्नु पर्यो अरे ओके ल एकचोटि सजेस्ट गर न तिमी होइन अहिले पहिला एम्स्टरड्याम गरौँ रेडी छ त्यही ल केटा हो आज जेम्सीको क्याब चेक हुँदैछ नकुरो हो कि दर्शकलाई धेरै एम्स्टरड्याम ओरिजिनल क्याब चेक एम्स्टरड्याम जेम्सी ल सुरु
फलो ब्याक भन्ने कुराको झाँटमुजीमा नपर के तिमीहरू भन्दैछु त इन्स्टाग्रामको गेममा नपर न फक फलो ब्याक म तिमीहरूसँग बोलिरहेको छु त मेसेज गरिरहेको छु त बरु भेटिदिउँला न आएर फक फलो ब्याक त्यो भने मुजी फेक देखाउने ठाउँ हो कि इन्स्टाग्राम भनेको फेक देखाउन देऊ न 0 फलोवर्स पारिदिन्छु तालभरि जेम्सीको रन्डो रे भयो त्यस्तो मलाई चाकलाई कन्डो भन्ने मन पर्दैन मलाई चाक भन्दा चाक हो क्या दामी चाक गोलो गोलो चाक दामी चाक कन्डो भन्ने हो यसै क्या मन परिरहेको कुरालाई कन्डो हेर्न नि मन लाग्दैन कन्डो भनेपछि कन्डो सन्डो नभन्ने चाक दामी चाक एस ब्रो आई लाइक एस केडा हो बुझ्छ तिमीहरू पनि ल सुरु है प्ले भयो ल जेम्सी एम्स्टरड्याम क्याप चेक एपिसोड 4 एम्स्टरड्याममा इन जर्मन गाडी रे हो एम्स्टरड्याम गएको हो जर्मन गाडीमै छ ल नो क्याप हरिबुद है चिन है म चाहिँ पहिला मुझे लाइफस्टाइल गाउँले भनेर भनेको सुनिरहेको थिएँ कि लाइफस्टाइल गाउँले भनेर मुझे आए सानो कामले रहेछ आए सानो कामले भरि बेलुका छ पार्टी होइन ल ओके नो क्याप काल चस्मा लाएर बाटोबाटो सुट्टा सरकार जेन्सीले बरु क्याब हान्दैन क्या यार साउन्ड आएन अरे हेर त एकताल सिक्नुपर्छ रे आफ्नो आफ्नो हो नि दाइ किन क्याप्चेक हानिदिरहेको आफ्नो आफ्नो हो नि रे अनि क्याप्चेक जसको नै हान्नु मिल्छ म हाम्रै पनि हान्छु यसपछि रोग तिमीहरूले अस्तिबाट पर्पलको क्याप्चेक भनिरहेको थियौ म यो पछि हाम्रो क्याप्चेक हान्छु म मर्ससको क्याप्चेक हान्नु पर्ला है ल है त यो प्ले गरेँ मैले ल आएको छ अरे साउन्ड अघि पछि केटाहरू लफडा हान्न रेडी रे रेडी नै हुन्छ नेपालको केटाहरू लफडा हान्न नो क्याप ल जेम्सी बोय अति नै गाजा खाएर बत्ती ओके नो क्याप बत्ती न तालमा आफ्नै धुनमा डुबी हिँड्छु आफ्नै असली खुङ्खार बाबाजी माथिबाट आउँछु मलाई एनर्जी के रे असली खुङ्खार बाबाजी के भने बत्ती दई आफ्नै तालमा आफ्नै धुनमा डुबी हिँड्छु आफ्नै असली खुङ्खार बाबाजी माथिबाट आउँछु मलाई एनर्जी हरियो हरबल माथिबाट आउँछ मलाई एनर्जी त्यो चाहिँ मलाई थाहा छैन है अब नो क्याप हो र त्यो माथिबाट आउँछ एनर्जी ठिकै छ आउँछ होला माथिबाट उसको कुरा हो त्यो होइन उसलाई नै थाहा होस् माथिबाट आउँछ होला उसको एनर्जी नो क्याप हरियो हावामा रे क्याप बिग क्याप कहाँको हरियो हावा हो हरियो गाँजामा मलाई हराउन देऊ भनेर मिल्थ्यो त्यो भनेर मिल्थ्यो हरियो हावा चाहिँ अलिकति भएन है हावै भयो यो चाहिँ बिग क्याप यही हो अब सेकेन्ड भर्स पनि छ बरु यसमा त केही क्यापै हानेको छैन नि किन हुक हो कि हुक त केही सुन्ने कि अघि भर्खर सुन्ने आज ब्याट्री सक्यो स्पिकरको चार्जमा जोड्दैन स्पिकर वागवान क्याप चेक ल वागवान हानिदिउँ न है यो त मजा आएन यो त रमाइलोवाला गीत रहेछ वागवान यो नो क्याप रहेछ
वाग नो क्याप भनेपछि नो क्याप, वान अन्ली टोपी केटा हो। वागवान जेम्सी ल पर्पल झोले तोर्पे गरिब नो क्याब रे 15,000 को ज्याकेट लाएर ब्यान्ड कि टुट हुक्का तानिरहेको छु अब कति गरिब होला त सोच्नु अब तँभन्दा धनी छु तेरो बाउ भन्दा चाहिँ गरिब होला सायद होइन तर तँभन्दा चाहिँ धनी छु लिरिकल भिडियो हेरिदिने कसको? जेम्सीको वागवान ल वागवान है क्याप चेक Yo, Wagwan. Dirty gang, this bitch, motherfucker. Yeah. Kinda raised up. Wagwan, I'm back, baby. कहाँबाट ब्याग होला केटा हो क्याब वाकमा। क्याब जसलाई है ब्याग चाहिँ होइन आइएम कमिङ बेबी होला आएको होला भर्खरै त्यो बेला चाहिँ Yeah, man. Mozama night, bag my saman. मोजामा नाइ ब्यागमा सामान पत्याएन मैले त्यसरी पोर्चुगलमा खासै चल्दैन जस्तो लाग्यो त्यो पनि मोजामा के नाइफ राखेर बस्ने के भने होला र ठिकै छ कोही कोहीको होला भाइहरू कसैले बोक्छ होला ऊ चाहिँ क्यापै हो मोजामा नाइफ ब्यागमा सामान बोक्दैन उसले ऊ सेलिब्रेटी हो होइन बोक्दैन सेलिब्रेटी नि। के मोजामा सेलिब्रेटी त कहाँ त्यस्तो क्याप बोक्छ? क्याप ऱ्यापर जति सब पर्सान बिग क्याप हामी पर्सान छैन हामी पनि ऱ्यापरै हो नपरिसान। सबको चल्ने आफ्नो आफ्नो टाइम आउँछ होइन सबैजना चल्छ यो हुक्का Don't तानेर worry. म फुटाइन्छ साथी तिमीहरू मरेनौ भने चल्छौ इफ जे गरिरहेछौ त्यही गर्यो भने चल्छौ भुट्दै आएमा भुटुटुरे के भुट्दै आएर भुटुटुरु मकै बदमास होला। भुटुटुरु भुट्दै आएको त होइन होला अब त्यही हो कि अब मकै बिग बदमास हो। क्याप त्यसो भए क्यापै होला भुट्दै चाहिँ आएको छैन हो भुटुटुरु नेपालमा हत्या ऱ्यापर होला भुट्दै आएको भनेको कि बा। नेपालमा एउटा भुटुट त गाह्रो ढिच्क्याउ त गाह्रो पर्छ अब भुटुटुटुटु चाहिँ अलिकति गाह्रै पर्छ है सरी बिग क्याप गुटुटुटु कुद्दै आयो कि गयो थाहा छैन भागेको हो कि आगो लगेटेको हो चाहिँ थाहा छैन है मलाई केटाहरू चाहिँ गुटुटुटु लाग्छ कला गुटु रे खै अब आई थिङ्क इट्स क्याप त्यस्तो कल्ला गुटु पनि लाग्दैन होला नत्र भए त हाम्रो नवाज दाइलाई कुर्दिहाल्थ्यो होला नि खुट्टै समातेर सरी चाहिँ अलिकति गाह्रै पर्यो के छ यस्तो खुट्टै समातेर सरी भनाइदियो भने त अब ठिक छ केटाहरू कोही भन्न सक्छौ त खुट्टै समाएर सरी? अब मैले नेस्टले खुट्टा त समातेको छैन खुट्टै समातेहरू मैले देखाएको छु मान्छेहरूले खुट्टा समातेको तर खोइ आई डोन्ट नो क्याप नि हुनसक्छ रियल नि हुनसक्छ जे पनि ठिक छ ल। ठिक छ बिचमा आयो आई डोन्ट नो प्रुफ छैन बिग क्याप मेरो सपनाको जलपरीलाई लान्छु डेट पहिला कुरा सपनामा खोइ के को जलपरी हो र परी मात्र होला नि सपनामा त होइन अनि उसले सपनाको परिलाई लान सक्दैन सरी होइन अब बिग क्याप उसको सपनामा जल परिआउला तर विपनामा आउँदैन नि त। हाम्रो सपनाको जलपरी लगेर हान्छ अरे के ए हो त्यो त क्यापै हो। हाम्रो विपनेकै जलपरी लानु त गाह्रो छ सपनाको जलपरी त कहाँबाट डक्टर नर्स आई फक्टर बिग क्याप यो नर्सलाई ठोक्ने कहानी चाहिँ लास्ट क्याप हो है सबको टिचरलाई ठोक्ने कहानी टिचरलाई पिट्ने कहानी बरु मेरो एउटा साथीले चाहिँ पिटाएको थियो मान्छे डेन्जर पिटाएको थियो मैले पनि हल्का यस्तो सहयोग चाहिँ गरिदिएको थिएँ त्यति बेला नत्र भए चाहिँ खासै पिट्दैन मान्छेले टिचरलाई अनि हान्दैन मान्छेले नर्सलाई नर्स तिमीहरूले सोचे जस्तो हुँदैन पढ्नमा मात्र बिग क्याप
mad mad अहिले गएर जाग्छु डोरी भाग भोसुडी मैले मान्ने राजाको ताज कोस्टी हामीले मान्ने राजाको ताज खोजेको छैन सरी बिग क्याप हामीले मान्ने राजा भनेको पारस सरकार हो पारस सरकारको ताज त टाढा हो कुरा पारस सरकारको टाउकोमा लगाएको क्याप पनि खोज्न गाह्रो छ पारस सरकार अलि साइकै छ कति म जस्तो अलि कति म आउँछु सुनसान र परेपछि तेरो घरको बत्ती मरेपछि तपाईँ ननेम niggas day or night and as soon as gonna make you feel right ain't no mercy सुटर्स गम मेक यु फिल राइट सरी बिग क्याप नेपालमा सुटर्सहरूसँग गन हुँदैन नेपालमा दुर्गा प्रसादको सुटरसँग चाहिँ छ गन प्रचण्डको सुटरसँग होला नेताहरूको सुटरसँग हुन्छ यिनीहरू खतरा होइन लाइक अब त चलाउँदैन नि त त्यो त अति पर्यो भने मात्रै चलाउँछ कहाँ सुटर गन चलाउँदैन सानोतिनो यस्तो बच्चा सच्चा मार्नलाई गन चलाउँदैन ऱ्यापरहरू त कति नै छ र 20-23 वर्षको त होला होइन र 25 वर्षको बच्चाहरू मार्न कसैले नि गन युज गर्दैन गन मुजी युज हिजो अस्ति भर्खर एउटा कोसुटीले हवाई फायरिङ गर्दा त मुजी पक्रिसक्यो रे सर्लाईमा घन्टा मान्छेमा फायरिङ गर्दा कत्रो काम गर्छ भन न अस्ति धरानमा भएको थियो भने हैन 3 गोली हान्दिएको 3 गोली हान्दिएको हो त्यस्तो गाह्रो छ गन धरान काण्ड खतरा भएको थियो त्यसैले गनलाई जोक नलिउँ ऱ्यापमा गन भन्नु अगाडि चाहिँ अलिकति सोचौँ बन्दुक नेपालमा देशद्रोही भन्छ बन्दुक बोक्नेहरूलाई हो नेपालमा I'm with my guys wanna pump me and lose your life the gang you already know the vibe लुज योर लाइफ रे होइन होला उहाँ सरकारले कसैलाई नि मारेको छैन होला जेम्सले हामी ब्रिटिस उसले कसैलाई मारेको छैन बिग क्याप यो गीतमा चाहिँ अलि बढी क्याप रहेछ है यो गीतमा चाहिँ अलि क्याप भेटिरहेछ है nigga time they must to तिमा नजर मेरो सिंहासनको त्यो गतिमा हिरो कुन सिंहासनको गद्दीहरू ब्रो पोर्चुगलमा छ ब्रो अब अहिले चाहिँ सिंहासनको गद्दी ब्रोको त्यही ऱ्यापको सिंहासनको गद्दी भने के हो खोइ के हो के हो थाहा छैन यो पनि क्यापै होला किडन्याप पनि क्याप हो बिग क्याप पारा मेरो लोकल थियो पारा लोकल थियो चिक्स मेरो एकदमै सस्ती रे कतिको हो मान्छे भइगयो ओके छ त नो क्याप होला नो क्याप यसलाई त क्याप भन्नै मिलेन हुन सक्छ सुनिदिनु पर्यो रे बानी ऱ्याकको क्याप चाहिँ खानु पर्यो रे ओके चाँडै हान्छु रोक न सर्ट रे त्यस्तो सर्ट होइन यो क्याप चेकमा क्याप हो भने क्याप भनिदिने हो यस्तो नराम्रो तरिकाले नराम्रो तरिकाले भने होइन कि तिमीहरूले ऱ्यापमा झुट बोलिरहेको कि साँचो बोलिरहेको हेरेको हो होइन अब झुट बोलिरहेको रहेछ जेम्सले वागवानमा चाहिँ त्यस्तो कि अब दाईहरूको कहानी हान्न मिल्दैन क्या दाईहरूको भाइहरूको अर्काको कहानी हान्न मिल्दैन क्या घन्टा आफ्नै कहानी हान्ने अर्काको कहानी हाने हो भने भन्ने आएर मैले अर्काको कहानी हाने हो मैले यो दाईको कहानी हाने हो मेरो पनि गर्छु म क्याप चाहिँ यसपछि रोक पहिला थिएन सिरानी रे अब जेम्सीको पक्कै पनि एउटा घर थियो होला होइन सिरानी नै नभएको मान्छे त होइन होला जस्तो थिएन होला तर छँदै थियो सिरानी त थियो बिग क्याप छम्मा दामी लाग्दैन मानि रे ठिकै छ आफ्नो छम्मा अब सबलाई दामी नै लाग्छ लाइक काडी रे हल्का बढी भयो यता चाहिँ क्याप यो चाहिँ क्याप रहेछ ल बहुत क्याप रहेछ यो गीतमा चाहिँ 70% पुलिसलाई मिडल फिङ्गर रे ठुला बुढा सबै के भन्छ ठुला अलिक बढी नै भएछ टिकटक अलिकति बढी भएछ सरकार ऱ्यापरहरू कोही पनि ग्याङ्स्टर चाहिँ होइन जस्तो लाग्छ मलाई होइन सबैजना आर्टिस्ट हो ऱ्याप हान्छ त्यस्तो ग्याङ्स्टर ऱ्यापर चाहिँ नेपालमा छ जस्तो लाग्दैन है मलाई एनिवे that was James Rico Wagwan cap check 70% cap 30% maybe real अब के गर्ने त्यस्तै रहेछ जमाना हाम्रो हानौँ ल
पर्पलको ल कुन गीत सोधौँ न केटाहरूलाई ओ केटा ल, कुन गीत पर्पल हान्नु कुन गीत मेरो ल ल भन त मेरो कुन गीत क्याप्चेक हान्नु अन माई वे हान्दिउँ है त अन माई जोन 2 हान्दिउँ है त ल 5 लाख कटेको छ सोलोमा होइन त्यो हान्दिउँ न त है त ल पर्पलको अन माई वे आजभन्दा 4 वर्ष अगाडि म क्याप हान्थेँ कि हान्दिनँ थिएँ है त ल लिल्स होला को त नगरौँ होला अलि क्यापै क्याप हो उसले त भन्छ होला आफै त्यसले त आफै भन्छ होला मैले क्याप हाने भन्दा जे भयो नि यबी भन्दा चाहिँ राम्रै छ झोलाको गीतहरू कुन गीत गर्ने मेरो नो किजी गरिदिने ल नो किजी मर्चस गर्ने तिमीहरू भन न बरु त्यहाँ कुन चाहिँ बढी चल्यो गीतै नो किजी हो सक्ने नो किजी भनिरहेछ दा मेरो पनि सुनिदिनु न रे एकछिन न मर्चसलाई प्रमोसन चाहिरहेछ मर्चसको क्याप्चेक हान्दिउँ है त ल MARXAS मर्चस है त मुनि ग्वाला र पर्पलको मर्छ सुनेपछि टोटली ब्रो गल्ती एकछिन ल पहिला मर्चसको क्याप्चेक हानौँ ल 67K पुगेछ थ्याङ्क यू भेरी मच अडियोमा ल एनी पनि क्याप छैन बिग सर्ट होइन मेरो बाउ बुझेन बिग सर्ट होइन मेरो बाउ गरिब बाउको धनी छोरा पर्पल भन्ने थाहा चाहिँ छैन हार्डेन भयो के क्याप चाहिँ हान्ने त्यो बिचरा बच्चा हो त्यसले क्याप हानिहाल्छ बज्दैछ मर्चस बज्दैछ दर्याम रे घन्टा लास्ट इरिटेटिङ छ त्यो गीतहरू दर्याममा आलु खान्छु गम्म गम्म उसिनेर लम्म लम्म मकै खान्छु बोली जम्म जम्म काक्रा चबाउ गम्म गम्म लम्म लम्म म 48 इयर्स ओल्ड तिम्रो ऱ्याप बजाउँछु गाडीमा थ्याङ्क यू सो मच माई ब्रदर 48 इयर्स ओल्ड थ्याङ्क यू सो मच माई ब्रदर गाडीमा बजाइदिएकोमा धेरै धेरै धन्यवाद हजुर जस्तो धेरैजना चाहिएको छ मलाई अझै 48 इयर्सको ट्र्याप स्टार त क्यापै छैन नि मर्चस ल मर्चस क्याप्चेक फिचरिङ वाला प्रोड्युसर मदिसी बिट्स मिक्स्ड मास्टर बाई फोजी खान्छु गाँजा पेन किलर मली सबै ड्रगमा हुन्छ खर्च खान्छु गाँजा पेन किलर मली भनेको एमडिएमए पेन किलर भनेको पेन किलर अनि गाँजा सब ड्रग्समा हुन्छ खर्च दिनको मुला 1000को तोप गइहाल्छ अनि जमानाको कुरा गर्ने हो भने त अब ड्रग्समा पनि टन्नै नै जान्थ्यो होइन वाइल्डै जान्थ्यो अब एमडीको नेपालमा कति छ 12,000 12,000 पर ग्राम छ क्यारे 14,000 22 हो कि क्या हो 22 को कति थियो त्यस्तै छ वाइल्ड बोइज खर्च हुन्थ्यो भन्न खोजेको नो क्याप सबले भन्छ यस्तो ड्रग्स छोड्दै झगडा लफडा नगर नत्र मर्छ मम्मीहरूले भनिहाल्छ हामीलाई एभ्री डे सो नो क्याप जिन्दगी छ गाह्रो सबै आफै गर्नुपर्छ नो क्याप होइन अब सबैजना नि भन्नु खोजेको होइन सबैजना भनेको मोस्टली चाहिँ म्याचिङ सबैजना नै हुन्छ क्या एक दुईजना हुन्छ रियल बाँकी सबले स्नेकै हान्ने हो कि युजली लाइफ त्यस्तै नै हो सो नो क्याप मलाई मन पर्दैन हल्ला मलाई मन पर्दैन टर्चर भइसक्यो धेरै चेन्ज आज भोलि लाग्दैन कोहीसँग डर मलाई चेन्ज भइसक्यो आज भोलि लाग्दैन कसैको डर
हल्ला टर्चर मन पर्दैन आजकल पुरै चेन्ज भइसके म नो क्याप No cap, down bad, we together. No cap. धेरै साथीहरू आए गए होइन 5-6 जनाको ग्रुप हो पहिला पनि तिमीहरूलाई थाहा छ अहिले कोही पनि छैन हामी 2 जना छ दोस्त थाहा छ नडी बुद्ध यु फिल मी नडी पिउ पिउ लट अफ नेम्स होइन सिधै पूर्वबाट नडी बुद्ध ट्र्याप हाउस यु फिल मी ग्याङ फर लाइफ अफिलिएटेड ग्याङ सो नो क्याप इन्स्टाग्राममा दिन चलपल यो म्याच चिन्नेहरू जस्तो सो नो क्याप मतलब भन्नेले जेनी बन्छ मात्र नचिक्ने एकदिन सबैजना मर्छ म मात्र होइन चिक्ने एक दिन सबैजना मर्छ नो क्याप छोरा घरमा मेरो आमा एक्लै बाउ बिनाको छोरा घरमा मेरो आमा एक्लै वालाको ड्याडी छैन रे बुझ्यो अब आजभोलि त हाम्रो दुईटा मम्मी दुईटा ड्याडी हुनुपर्ने टाइम आइसक्यो होइन वी आर फ्यामिली जस्ट त्यही छैन नो क्याप रेस्ट इन पिस प्रब्लम धेरै प्रब्लम्सहरूलाई मेट्दै कतै बाटो हुर्के धेरै प्रब्लम्सहरूलाई देख्दै धनी भएर मर्छु चिक्ने मर्दिन म यसै नो क्याप हेर्दै जा मर्नु अगाडि कुरा गरौँला त्यही हो धनी त नो क्याप घर परिवारलाई पैसा पठाएको बिल पठाइदिउँ मुजी स्क्रिनसट चिकन मलाई हेर्थ्यो अहिले मैले हेर्नु पर्ने छ ग्याङ रेस्पोन्सिबिलिटी हेर्छु हेरिरहेछ मुजी पठाइरहेको छु माटुङ्गे बुझेनस् देख्दिन होला सब कुरा देख्छ नागानेको बुझेन नो क्याप आमाको अनुहारमा टेन्सन देख्छु धनी भएपछि मात्र घर टेक्छु कसको के गर्छ जिन्दगीमा सबले मलाई भन्ने गर्छ गाजा पेन किलर मनी सबै जसमा हुन्छ पर्छ सबले भन्छ यस्तो नगर वाला छोड्दै नत्र जित्दै मर्छ थाहा छ मलाई जिन्दगी त धेरै गाह्रो सबै आफै गर्नुपर्छ आफ्नै भन्ने अरू सबैजना लास्टमा गएर हुन्छ सर्प बिग सारास टु फोजी ड्रिप है यो इफेक्टको लागि वाला क्रेजी शिट क्रेजी यस्तै छ लाइफमा नि नो क्याप दाइ सन्कीको यार सन्कीको एकछिनमा गर्छु रोक न मेरो क्याप्चर गर्दैछु अब मेरो घर साउन्ड लाग्यो लेट्स गो बाबु माथि तान मलाई फास्ट ट्रेक को हो र त मागा डग्स भन्ने मेरो कोही दाइ छ र छैन यस्तो त फोक्कड सिक्नु मलाई राख्न हाने केटा म दाइहरूलाई मैले लास्ट रेस्पेक्ट गर्छु कि सो मेरो दायाहरू नै हो क्या तिमीहरू मेरो दायाहरू होइन क्या तिमीहरू मैले मभन्दा अलिकति ठुलो मान्छेहरू होला तर दायाहरू होइन क्या ओके पर्पल आयो अब सबले भन्छ यस्तो नगर छोड्दै पर्पल नत्र छिटै मर्छ कमेन्टमै भनेर हुन्छ मुजी 10 जनाले मर्छस् भनेर यही कमेन्टमै के सिक्ने बुझेनस् मर्छस् भनेर हुन्छ मुजी अब कतिको क्याप नो क्याप तिमीहरू डिसाइड गर्नु एन्ड टु आज मलाई हिँड्ने मान्छे लड्छ जन्मेपछि मर्न पर्छ क्या तिमीहरूले मर्छस् भन्छ मलाई थाहा छ क्या ब्रो मर्छ भनेर बुझी हिँड्ने मान्छे लड्छ म मर्न रेडी भएर हिँडेको हो सिक्ने यो बाटो मलाई हिँड्ने मान्छे लड्छ माल रहेछ मेरो फर्स्ट लभ जिग्री मेरो सर्प यो स्कुलको कहानी हो मुजी कालीमाटीमा एउटा स्कुल छ मुजी त्यो स्कुलमा गएर सोध मेरो फर्स्ट लभ 6th क्लासमा म्याच पर्पलले फर्स्ट टाइम झगडा गर्न सुरु गरेको 6th क्लासमा एउटा केटीले गर्दा त्यो केटी चाहिँ माल निस्किरहेको अनि दुइटै मेरो बेस्ट फ्रेन्ड र मलाई 2 जना मुर्गा रहेछ होइन
अनि माथि मैले उडाइदिएको अनि त्यो जिग्री मेरो सर्प त्यही बेस्ट फ्रेन्ड हो फेरि जिग्री सर्प माथि नै त्यही हो नो क्याप धेरै कहानी पनि नखोलाउ पढ्न पठाएको छोरा सिनेमा गाजा डिल गर्छ पैसा कमायो पढ्न पठाएको छोरा सिडनीमा गाजा डिल गर्छ गएर सिडनीमा सोद्धा हुन्छ पर्वलले सिडनीमा गाजा डिल गर्थे गर्थेन भनेर ग्याङ सिट अहिले पनि सिडनी हाम्रै हो मुजी हाम्रै दाहरूको कसैले केही गर्न सक्दैन झाड नि हल्टिन्न चिकन सुनामीको खोजी गर्नुपर्ने भएको छ माछिने सिडनीमा तर ठिकै छ अहिले त्यसलाई छोडिदिएको मैले पैसा कमाओस् भनेर त्यति नै दुश्मन पनि जति पैसा कमाए त्यति नै दुश्मन पनि बढ्छ अहिले मेरो दुश्मनहरू हेर न अब थाहा नै छ तिमीहरूलाई नो क्याप बढ्छ आमाको मनमा छोरालाई कसले मार्ला भन्ने डर आमाको मनमा छोरालाई कसले मार्ला भन्ने डर छ अहिले मलाई मम्मीले डेली कल गर्छ क्या त्यसरी न्यु नहोस् जसलाई पनि दुश्मन नबना मलाई मार्छ होइन टाइप्स कुरा गरेर हुन्छ जस म भन्छु म मर्दिनँ सिक्ने करोडपति बाबा मेरो वरिपरि सबलाई करोडपति नबनाएसम्म म मर्दिनँ अब मेरो वरिपरि सबलाई करोडपति बनाउन कति टाइम लाग्छ होला सोच न सिक्ने हेटर्सहरूलाई नि करोडपति बनाउन सक्नु हेटर्सहरूलाई नि करोडपति बनाइदिन्छु माग कसम त्यस्तो पैसा कमाइदिन्छु क्या हिँड्ने मान्छे लड्छ मम्मीलाई भने हो क्या मम्मी हिँड्ने मान्छे लड्छ बुझेन मैले सिडनीमा गएर मुजी 24 घन्टा लेबर हानेर पैसा कमाउनु भन्दा यो बाटो चुज गरेँ क्या रिभोल्युसन गर्छु म्याथ सिक्ने नपचेको कुरा बोल्छु मुजी जे पच्दैन त्यो पच्दैन म्याथ सिक्ने कसैको पनि चाक चार्दिन मुजी भनेर आएको हो क्या मर्न रेडी भएर आएको लेट्स गो यसले के दिन्छ फेम त्यो पनि लिन रेडी छु म्याम पाखा के दिन्छ म्याथ सिक्ने पैसा त्यो पनि लिन रेडी छु दुश्मन त्यो पनि लिन रेडी जे दिन्छ त्यो लिने हो जो होगा देखा जाएगा बहन की टूट ओके नो क्याप थाहा छ मलाई हिँड्ने मान्छे लड्छ राम्रो मान्छे पनि मर्छ नराम्रो पनि मर्छ खाने पनि मर्छ नखाने पनि मर्छ केसहरू मर्छ अफसहरू मर्छ लाइफ पुरै टर्चर सजिलो छ मर्न शिवजीको भक्त मेरो घाँटीमा सर्प भनेको चाहिँ नो क्याप बुझेन वरिपरि पनि सर्पै सर्प हुन्छ क्या त्यसरी घाँटीमै सर्प हान्दियो क्या मान्छे शिवजीको भक्त त हो चिक्ने सर्प त भइहाल्छ नि घाँटीमा चिक्ने भन्छ कहिले पनि सुधिँदैन त्यस्तै हो त पर्व कहिले भन्छ चिक्ने मुजी म मुजी सुध्रिन्छु भन्छु मुजी म मुजी बेटर भइसक्यो भन्छु तर कहिले बत्याउँदैन मुजी त यस्तै हो भन्छ मुजी चाहिँ नो क्याप जति रोक्न खोजे पनि आँसु आफै झर्छ यो चाहिँ यो लाइन चाहिँ किन देखायो भने म जस्ट फर्स्ट टाइम सुन्दा मलाई मुजी आँसु आइदिरहेको दोस्त मलाई त अस्ति त्यस्तै भयो फर्स्ट म मुजी म नरुको लास्ट धेरै भएको थियो क्या मैले मेरो इमोसनहरू लास्ट अड्काएर राख्दा औडा टाइममा चिक्ने आँसु निस्किदिरहेको क्या म जस्ट सुन्दा के अब मुजी एक रोल हानिदिरहेको मेरो त वाइल आँसु आएको थियो मुजी यो गीत सुन्दा दामी लाग्थ्यो स्टार्टिङ त कस्तो शरीर जिरिङ जिरिङ त भुत्ला हुन्छ नि मुजी होइन उहाँ चाहिँ होइन जस्ट एक रोल आँसु बग्दिएर आँखा भएर तपाईँ आइदिरहेको अनि त्यो भएर मैले एक्सहरू रुन्छ उहाँ त त्यो भएर यो लाइन थप्दै हो मैले मलाई कसैको नभए नि ग्वालाको भर्छ पैसा जाप्न घरबार छोडेर आए काठमाडौँ सहरमा बुझेन घर मेरो उता मेरो मम्मी ड्याडी मेरो सबजना झापामा हो क्या म चाहिँ मुजी त्यहाँ बस्दैन पूर्वको भन्न थाहा थिएन ल पूर्वले हो फेरि सबलाई थाहा छ पूर्वको म सबलाई थाहा छ म मुजी 3 वर्षको उमेरदेखि काठमाडौँ बसेको हो होइन 3 वर्षदेखि गङ्गोममा हुर्केको हो त्यसपछि 1 क्लासदेखि कालीमाटीमा हुर्केको हो त्यसपछि 10 सम्म 11 12 अस्ट्रेलिया नजाउन्जेलसम्म कालीमाटीमा हुर्केको हो होइन सोल्टिमोडमा हुर्केको हो नि नो क्याप त्यही मुजी स्लममा हुर्केको हो ठिक छ नो क्याप छोरा कहिले पैसा लिएर आउँछ भन्दै घरमा आमा कुदिरहेछ छोरा कहिले पैसा लिएर आउँछ भन्दै घरमा भनेको मुजी छोरा कहिले आउँछ होइन क्या म यत्तिकै गयो भने त कामै छैन क्या पैसा लिएर कहिले आउँछ क्या पैसा लिएर जान्छ क्या बुझेन यत्तिकै छोरा जानुपर्ने भएको त म गएर बस्दिन्थेँ कि यत्रो बिटा हजार कस्तो पैसा दिन्छ भनेर सिडनी पठायो
होइन छोराले पैसा पठाउला भनेर सिडनी पठायो माछिङ छोरै आइदियो ऱ्याप हान्नलाई सिडनी छोडेर म चाहिँ सिडनीबाट आएपछि 1 वर्षपछि घर गएको चिक्ने 1 वर्षसम्म मेरो फ्यामिलीलाई पनि थाहा थिएन क्या म नेपाल आइसकेँ भनेर कति गाह्रो थियो होइन त्यो डिसिजन लिन मुजी घर परिवारले सब कुरा छोडेर माछिङ सब कुरा दाउमा लगाएर मलाई सिडनी पठायो अनि मैले मुजी त्यो सिडनी छोड्नलाई माछिङले कस्तो आँट गरेको छु होइन तिमीहरू कसैले कहिले लाइफमा बुझ्न सक्दैनौ क्या त्यो सेक्रिफाइस गर्नलाई के चाहिन्छ तिमीहरूले बुझ्नै सक्दैनौ क्या साइको हुन्थ्यो क्या म माछिङले रातभरि सोच्थेँ क्या माछिङले यहाँसम्म आइपुग्यो मम्मीहरूले माछिङ वाइल्ड गर्यो यहाँसम्म पुऱ्यायो 4 वर्ष अझ म भाडा हान्ने मान्छे नै होइन क्या म सेफ थिएँ क्या म एउटा रेस्टुरेन्ट हेरेर बस्थेँ क्या दोस्त होइन कस्तो गाह्रो हुन्छ क्या दिनको मुजी $30 पर आवर कमाउँथेँ क्या दोस्त अनि मुजी स्याटरडेहरूमा $60 पर आवर कमाउँथेँ क्या $60 भनेको 6,000 रुपियाँ 1 घन्टामा घन्टाको मैले दिनमा 17-18 घन्टा काम गर्थेँ माछिङले यस्तो डेन्जर पैसा छार्थेँ क्या मैले वाइल्ड पैसा कमाउँथेँ कि ज्यागुआर चढेर हिँड्थेँ मुजी ब्रो यो फ्याम सेक्रिफाइस्ड फर यर बुलसिट रे मेरो फ्यामिलीले मेरो बुलसिटको लागि सेक्रिफाइस गरेको होइन ब्रो मेरो फ्यामिलीले पैसा पाओस् पैसा आउँछ कि भनेर आफ्नो छोरालाई विदेश पठाएको बेचेको टाइप सिट बुझेन उनीहरूले जे जस्तो सोचे पनि म त त्यहाँ गएर लेबरै भएको चिक्ने म त मुजी राजा भएको होइन चिक्ने पढ्न पठाएको भने त नाम मात्र हो ब्रो पढ्न त नगए पनि बाल छैन चिक्ने फ्यामिलीलाई पैसा चाहिँ आउनुपर्छ टाइममा पैसा आउनुपर्छ त पढ्न जा त मुजी खेल्न जा त मुजी मान्छे मार त गाँजा बेचेर पैसा पठा इट डजन्ट म्याटर बुझेन पैसा पठाउनु पर्ने हो मैले पठाएँ हल्का धेरै पठाइन चिक्ने सिडनी बसेँ 5 वर्ष जब मुजी 2 लाख रुपियाँ पठाएँ चिक्ने आफूले चाहिँ मुजी ज्यागुआर चढेर हिँड्थेँ दोस्तमा खतरा घरमा बस्थेँ मुजी एक्लै एक्लै भन्नाले ऱ्यापको लागि भनेर शब्द केटा सुन्यौ नि तिमीहरू होइन बुझ्यौ नि होइन के गरेछु मलाई मात्र थाहा छ क्या किन म यति ठुलो कुरा गर्छु किन मुजी होइन किन मुजी मलाई कन्फिडेन्स छ आफूमा मलाई मात्र थाहा छ क्या घन्टा गएर मुजी सोद्धा हुन्छ क्या अस्ट्रेलियामा पर्वलले यहाँ के गरेको थियो होइन त्यही हो अस्ट्रेलियाकोहरूलाई सोध न पर्वलले के गरेको थियो त्यहाँ गएर मैले धेरै कुरा गरेको छु धेरै ऱ्यापरहरूलाई मुजी हेल्प गरेको छु सिडनीको सिनमा मभन्दा फेमस ऱ्यापर कोही पनि छैन नेपाली होइन 1-4हरू छ अरू नेपालीमा चाहिँ मुजी मै हो सबभन्दा पपुलर ऱ्यापर अझै पनि सिडनीको बुझेन केटाहरू नो ख्याप जिन्दगी फक्टअप छ क्या त्यसैले म्याच नि मर्न डर छैन क्या ब्रो मलाई जिन्दगी मुजी मर्न बरु सजिलो छ क्या चिक्ने यहाँ त्यही भनेको छु मैले मर्चसमा बरु सजिलो छ मर्न सिक्सले भन्छ कहिले पनि सुध्रिँदैनस् यस्तै हो त पर्पल के भन्छ रियल हो केटा साइको हुन्छ कि केटा तिमीहरू एकचोटि तिमीहरूको घरले 60-70 लाख डुबाएर तिमीहरूलाई